आज त झन्डै पागल हुन लाथे यार। हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा। 1 वर्ष पहिला अङ्कल विदेशबाट आउँदा स्टिकर ल्याइदिनु भएको थियो। सुरुमा हेर्दा वालपेपर नै होला सोच्थे पहिला त, अझै टास्दै गर्दा नि थाहा थिएन ट्रेडिसनल चाइनिज फ्लावरको स्टिकर हो भन्ने। वालपेपर होला भनेर टास्दै गए। सुरुमा त एउटा भागको टाले, अनि अर्को चाहिँ अझै नै मिनी वालपेपर होला भनेर साइडमा घोटी टाले। अनि तेस्रो टाल्दा सेम मिलिरहेको थियो। अनि गमलाको माथि टालिसकेपछि फेरि के मिलेन होला टाउको कुनाउँदै सोचिरहेको थिएँ। अनि हेर्छु त साइडमा टालेको माथि पो टाल्ने रहेछ भनेर फेरि जसरी तसरी गरेर उब्काएर टाले। त्यसपछि लास्टको टाल्न खोज्दा त माथि ठाउँ नै नपुगेर फेरि सबै उब्काएर अलि तलबाट सबै टाल्न परेको थियो। एकछिन त पागल हुनै लाथे। सानो हुँदा यत्रो स्टिकर टाले, यतिको मिस्टेक त कहिल्यै भएको थिएन। त्यही नि जसरी तसरी तलमाथि गरेर टाल्न सफल भएछु, नत्र भने त त्यसै नि गाली खाइरहन्छु। टाल्दा च्यातेको भए कहिले नसुन्नु परेको डाइलग सुन्नु पर्थ्यो होला।